यो तेरो के चाला हो? आधी रातसम्म पनि सुत्न दिँदैनस्? अनि यो फेसन कति कति पैसा फालिस यो दौरा सुरुवाल र मादलमा? यो दौरा सुरुवाल त हजुरकै हो नि। यो मादल चाहिँ किनेको, बजाउन खोजेको बजाउनै सकेन। हेर छोरा, कुनै पनि कुरा सिक्नलाई गुरु चाहिन्छ। बाबा, तपाईको यो छोरोले हार्न जानेको छैन। मलाई यो मादलमा समला सिक्नु छ जसरी भए पनि। गुरु बिना ज्ञान पाइँदैन नि छोरा। यसरी मान्छे कुटे झैं मादल छटाएर सिकिँदैन। यसको लागि गुरु नै चाहिन्छ। गुरु? गुरु कहाँ पाइन्छ बाबा? तेरै बाबासँग सिक्न। हजुरले पनि सिकाइदिनुस् न, आफूले जानेको कुरा त। बाबालाई मादल बजाउनु आउँछ? मतलब समला? अनि के त, त्यही मादलमा समलाको तालले त मोहनी लगाएर ल्याएको। नत्र अनुहारै हेरेर त तेरो बाबासँग को पाउँथ्यो होला र? बाबा, एकचोटि बजाइदिनुस् न प्लिज। मैले त घरमै गुरु पाइछु। अब यो आधी रातमा म तँलाई मादल बजाउन सिकाऊ? के भयो तिमीलाई? यो छोरोको लागि प्लिज बजाइदिनुस् न। बाबा प्लिज बजाउनुस् न। बजाइदिनुस् न त, आफूले जानेको कुरा। प्लिज बा, प्लिज। म हजुरलाई गुरुबा भन्छु नि। ठिक छ बाबा, ठिक छ। तेरी आमा नाच्छे भने म मादल बजाउँछु। के रे? आमा नाच्नुहुन्छ? बा के भएको तपाईँ? त्यही नाच हेरेर त मोहनी लाग्यो अनि बिहे गरेर ल्याएको। नत्र अनुहार हेरेर त कोले पो ल्याउँथ्यो। जवाफ राम्रो छ बाबा, जवाफ राम्रो छ। आमै अब त नाच्दिनु पर्यो नि। होइन, के भएको यो बाउ छोरा? यो छोराको लागि प्लिज। अब आधी रातमा नाचगान गर्नु? नाचिदेऊ त हो, त्यति जाबो कुरा। अरे उमेरको पनि त याद गर्नुपर्छ। आऊ न। तपाईँ चाहिँ के भएको? हिँड्नुस्, सुत्न हिँड्नुस्। ए त पनि सुत। जान त तानर लिएर आमालाई। आमा नै 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 आउनुस् न भने, आउनुस् न। छोराको लागि दिन दिन सक्नुहुन्न? आउनुस् न भने। छोड्न, आउनुस् न। छोड्न। अरे छोड्न भन्दैछु, छोड्न। प्लिज के भएको? प्लिज के भएको यिनीहरू बाउ छोरा? नाच्देऊ न, छोराको लागि नाच्देऊ। म बजाउँछु, तिमी नाच्देऊ। कालीको डाँडै डाँडा चल्यो होला हुलाकी, ससुरालाई टोपी सासूलाई